आज मिति 2083 भाद्र 10 गते विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका प्रभावित जिल्लामा भएको धनजनको क्षतिप्रति अत्यन्त दुखी भएको छु। यस विपदमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनमा यस अकल्पनीय पीडालाई सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु। प्राकृतिक विपदको यस कठिन घडीमा बाढी तथा पहिरोबाट प्रभावित, विस्थापित र आफन्त गुमाउनु भएका सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। साथै बेपत्ता तथा जोखिममा रहनु भएकाहरूको सकुशल उद्धारको समेत कामना गर्दछु। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। हामीले यो नारायणीमा बाढी जुन आएको छ रसुवा जिल्ला हुँदै, त्यो पनि हामी हेरौँ भन्ने भएर हामी चाहिँ नारायणीको किनारतिर आएका छौँ। ल हेर्नु, यस्तो लेदो भएर आएको छ, हेर्नु होला। हामी अलि नजिकबाट हेर्न जाँदैछौँ। बाढी बढ्ने क्रममा हो कि के हो, लेदै लेदो छ। नारायणीमा जुन बाढी आएको छ त्यसलाई हेर्न आएका छौँ। ल हेर्नु त, आमा ठुल्ठुलो साथीहरू, तपाईँहरूले हेर्न सक्नुहुन्छ। ल हेर्नु, एकदमै ठुलो बाढी छ, पानी बढ्दो क्रममा छ। हेर्नुहोस्, हेर्नु त, यहाँसम्म आइसकेको छ नारायण नदी। ल हेर्नु, यताबाट ठुलो पानी आएको छ, ठुलो पानी आएको छ। यताबाट आएको छ। ल हेर्नुहोस्, ल हेर्नु त, ल हेर्नु त, नारायण नदीमा पुरै बढेको छ। पानी एकदम बढ्दो छ साथीहरू, पुरै लेदो छ, पुरै लेदो। हेर्नु, यसरी यताबाट छिर्दैछ, जान हुँदैन कि यो साइडबाट पछाडि यो साइडबाट यसो पानी आइरहेको छ होइन। हाम्रै केशव दाई पानी एकदम बढ्दो छ, सतर्क रहनु होला। जाउँ अब साथीहरू, हामी हिँड्छौँ होइन। अब यतैतिर काम परेको भएर एकछिन हेर्न आयो। अब तर सतर्क रहनु होला। चितवन जिल्लामा जति बस्नु भएको छ तपाईँहरू, यो नदीको किनारमा, नारायण नदीको किनारमा सतर्क भएर बस्नु। ठुलो धनजनको क्षति भएको छ माथि है। त्यही भएर यो हुँदै पनि हामी भिडभाडमा रहेर हेर्नु हुँदैन। नदी भनेको एकदम खतरनाक हुन्छ। नारायणी हेर्ने भिडभाड, गाडीले बगाएर कतिले सिलिन्डर पनि लिएर हिँडेको छ। जम्मा गरिरहेको छ, 4-5वटा बनाइसकेको छ। हेलो साथीहरू, आज हामी नाइटमा नारायणीको तीरतिर जाँदैछौँ यसो हेर्नको लागि। यहाँ मेरो माइला दाई हुनुहुन्छ, यो दाईको छोरो, अनि पछाडिपट्टि भाउजू, यहाँ दुईवटा भाउ होइन, बिचको मायालु, यताउता छेउको चाहिँ अर्को भाउजू हुनुहुन्छ है। हामी अब नारायणीको तीरतिर लाइट भयो भने तपाईँहरूलाई हामीले त्यहाँको भ्यू देखाउँछौँ है साथीहरू। हामी अहिले ठ्याक्कै कहाँबाट भने त्यो अहिलेको जुन बाटो देखाएँ मैले, त्यो बाइपास रोड हो। बाइपास रोडबाट हामी नारायणीको तीरतिर जाने एउटा बाटो छ, त्यो बाटो हुँदै गएका छौँ है। आज के भयो त्यो हामी देखाउँछौँ। यो पोखरा बस पार्क हो, हेर्न सक्नुहुन्छ। यहाँबाट काठमाडौँ, पोखरा,
देखि लिएर गोर्खा धेरै जिल्लाहरूमा बस छुट्ने गर्छ यो स्थानदेखि। अहिले चाहिँ यो धेरै रातिको समय भएको कारणले गर्दाखेरि यो गाडीहरू त्यत्तिकै रहेको छ। हेर्नु ल, बास बसेको छ भनौँ न, सुतेर बसेछ है गाडीहरू। यो पोखरा बस पार्कको हामी नारायणी नदीको छेउमा रहेको एउटा बाटो छ, त्यो बाटोमा छ। यहाँ पुलिसहरू छ जस्तो लाग्छ। हेरौँ, यहाँ सबहरू रहेको छ। हेर्नु होला, यो आज दिउँसोतिर जुन बाढी आएको थियो त्यो बाढीबाट चाहिँ धेरै शवहरू निकालेको यहाँ देखियो। 4-5वटा शवहरू यहाँ प्रहरीले चाहिँ निकालेर त्यसलाई चाहिँ एक ठाउँमा गाडीमा राखेर लिएर जाँदै हुनुहुन्छ र त्यो निकाल्ने क्रम पनि जारी छ। यहाँ प्रहरीहरूले चाहिँ माथिबाट जुन बाढीले गाउँ सहर बगाएर लिएर आएको थियो त्यसमा धनजनको ठुलो क्षति भएको छ। त्योसँगै लासहरू पनि आएको रहेछ र तिनीहरूलाई चाहिँ व्यवस्थापन गर्दै गरेको हामीले देख्यौँ। हामी बुद्धको मूर्तिबाट ठ्याक्कै बुद्धको मूर्ति जुन छ त्यहाँ छ त्योभन्दा अगाडिपट्टि आएका छौँ। यहाँ मान्छेहरू थुप्रो छ, हेर्न सक्नुहुन्छ, धेरै मान्छेहरू छ। हाम्रो टिम पनि छ यहाँ। हामी पनि एकचोटि हेर्न जान्छौँ त्यहाँ के कस्तो छ, हामी तपाईँहरूलाई अपडेट गराउँछौँ है। दिउँसोको बाढी यहाँसम्म आएको रहेछ, त्योभन्दा धेरै माथि उहाँसम्म। हेर्नु साथीहरू, घरको यो झ्याल अनि यो झ्यालको ठुल्ठुलो चौकोसहरू यहाँसम्म बगाएर लिएर आएको छ। यो ढुङ्गाहरूमा चाहिँ अल्झाएर राखेको छ। निकै एकदमै भयावह आजको दिन ठुलो धनजनको क्षति भएको छ। माछा पाउनु भयो? 2टा साथीहरू। हामी यो बुद्धको मूर्ति जुन छ त्यसको ठ्याक्कै तल छौँ। अब यो बुद्धको मूर्तिको नजिकै यहाँ हेर्न सक्नुहुन्छ एकदम धेरै यो दाउराहरू थुपारेको छ। अझै पनि एकदम यो पानीको चाहिँ स्पिड धेरै छ हेर्नु। र यो जम्मा भएको पानीबाट चाहिँ झुलको सहायताले माछाहरू यहाँ मारिरहेको हामीले देख्यौँ। माछा कतै अलिक ठुलो भेट्यो भनेदेखि चाहिँ हामी यहाँबाट ब्याक हट्यौँ। जाम भनेको यहाँ माइरा दाई को हेरे हुनुहुन्छ। यहाँ एउटा माछा पाएको छैन के अरे। त्यत्रो धेरै अँध्यारोमा हेर्दा पनि माछा खासै जस्तो चाहिँ लाग्दैन मलाई पनि। छैन। ल हेर्नु, तपाईँहरूले पनि देख्नु भएको छ त्यहाँ, तर सर्पहरू छ भन्ने कुरो सुनिएको छ। त्यही भएर हामी यहाँ धेरै बस्दैनौँ, अब लाग्छौँ। ल हेर्नु त साथीहरू, यस्तरी भाउजूहरू पनि यहाँ खुब लागि परेको माछा हो कि भनेर। ल हेर्नुहोस्, यस्तो छ। ल हेर्नुहोस्, यहाँ दाई भयो यहाँ। ल हेर्नु त साथीहरू, यस्तो छ। पाउनु त पायो अरे, गेडा पायो अरे। ल हेर, माछा भनेर खुब रमाथ्यो साथीहरू, तर माछा चाहिँ रहन्छ। भ्यागुता भयो। ल हेर्ने थुप्रो भ्यागुता रहेछ। यहाँ माछा एउटा, खोइ माछा, यो माछा त रहेछ तर सानो। यता नि रहेछ तर यति सानो त बिचरा के टिप्ने हो र। यहाँनिर एउटा राइनो क्रुज भन्ने बोट छ। बोट के भने पानी जहाज छ। त्यो राइनो क्रुजलाई चाहिँ केही पनि भएको छैन, किनभने यहाँ भरतपुरसम्म, चितवन जिल्लाको भरतपुरसम्म यो नारायणी नदीमा त्यो बाढी आउँदासम्म लगभग शान्त अवस्थामै बगेको थियो। धनजनको क्षति हुन पाएन चितवन जिल्लामा। आज के हेरिस् त? बाढीमा के देखिस् त? बाढीमा के देखियो? दाउरा त्यति मात्रै हो त? ए ल हामी गयौँ है। ल हामी हिँड्यौँ साथीहरू। तपाईँहरू पनि एकदम आफ्नो ख्याल गर्नु होला। टेक केयर। आजको यो भिडियो यति नै।